र हामी 6 जना भएर यो गाडीमा हिँडिरहेका छौँ। यसरी अलिअलि म्युजिकहरू राखेका छौँ र हाम्रो आजको खर्च भनेको 6 जनाको खर्च भनेको 2625। हामी यहाँ बस्यौँ, हामीले मासु सबै बन्द, बाइकमा तेल पनि सबै बन्द, खर्च यति छ एक दिनको। हामीले भर्खरै हेरेको भिडियोमा चाहिँ सागर ढकाल हुनुहुन्थ्यो। उहाँको इलेक्सन क्याम्पेन चाहिँ एकदमै युनिक र सबले सिक्ने खालको इलेक्सन क्याम्पेन गर्दै हुनुहुन्छ उहाँले। मैले चाहिँ अब रिसेन्टली अहिले सबैको इलेक्सन क्याम्पेन हेर्दैछु, कसले कसरी गर्दैछ, कसले कसरी भोट माग्दै हुनुहुन्छ, र सागर ढकालको मलाई चाहिँ एकदमै युनिक लाग्यो। किनभने उहाँले एउटा गाडी लिएर हिँड्नु भएको छ 6 जना मान्छेसँग, एकदमै लो प्रोफाइल राखेर नर्मल मान्छे जस्तो आफ्नो भिजन भन्दै कुरा गर्दै मान्छेहरूसँग हिँड्नु भएको छ, र सधैँ देखाउनुहुन्छ कि कति खर्च भयो, केमा खर्च भयो भनेर। त्यो सँगसँगै उहाँ एउटा कुनै ठाउँमा ढिलो पुग्नु भएछ र त्यहाँ कान समातेर उठक बैठक पनि गर्नु भएछ, यो देखाउनको लागि कि आई एम सरी, म ढिलो भएछु, तपाईँहरूलाई रोकिराख्नु पर्यो, तपाईँको टाइम खर्च भयो, त्यसको लागि म माफी माग्न चाहन्छु होइन। अब यो चाहिँ आजसम्म नदेखेकै कुरा हो। मैले त आजसम्म कुनै नेता हेरेको छैन जसले ढिलो भयो भनेर माफी माग्ने, उल्टै ढिलो भयो तिमीहरूको कामै हो मेरो लागि कुर्ने भन्ने खालको एटिट्युडले हिँड्छन् मान्छेहरू आजकल। तर सागर ढकालले एउटा नयाँ एक्जाम्पल सेट गर्दै हुनुहुन्छ, र यो भविष्यको लागि पनि धेरै राम्रो हो। किनभने अहिलेसम्म पर्सेप्सन के थियो भने इलेक्सन लड्नको लागि करोडौं रुपियाँ चाहिन्छ, एकदम धेरै उडाउनु पर्छ अनि मात्र हुन्छ। अनि एउटा मिड इन्कम भएको मान्छे जसको एकदम राम्रो सोच छ, जसको एकदम म केही गर्छु आफ्नो ठाउँको लागि, आफ्नो देशको लागि भन्ने सोच छ, तिनीहरूमा आँटै आउँथेन कहिले पनि अगाडि बढ्ने। किनभने यत्रो पैसा त जेनरली मान्छेहरूसँग राखेर चाहिँ हुँदैन। सो यसले एउटा देखाउँछ कि एउटा मिडल इन्कम लेभल भएको मान्छे पनि इफ राम्रो सोच इमान्दारिताले आइरहेछ भने त्यो आएर इलेक्सन लड्न सक्छ, र इफ राम्रो मन छ भने जित्न पनि सक्नुहुन्छ। सो दिस इज अ भेरी गुड थिङ जुन सागर ढकालले गर्दै हुनुहुन्छ मेरो पर्सेप्सनमा चाहिँ। तपाईँलाई चाहिँ के लाग्छ, यो उहाँको कुनै स्टन्ट हो अर पब्लिसिटी स्ट्राटेजी हो कि के हो होइन, तपाईँलाई के लाग्छ र यसको बारेमा तपाईँको के सोच छ मलाई कमेन्ट्समा भन्नुहोस्।